टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रशासन कार्यालय सिराहा एक सप्ताहका लागि बन्द सम्बन्धी प्रसङ्गबाट। कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिराहाले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक सप्ताहका लागि बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारी मध्ये हालसम्म 8 जनामा कोभिड-19 को संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्दै उद्देश्यले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक सप्ताहका लागि बन्द गरिएको जानकारी दिनुभयो। गत असोज 13 गते प्रशासन फाँटमा कार्यालय कर्मचारीमा संक्रमण देखिएको र 3 प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा 1 जनामा संक्रमण लक्षण र अन्य 2 सहित 8 जनामा कोभिड-19 संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज 24 गतेसम्मका लागि अति आवश्यक बाहेकका सबै सेवा र बन्द रहने प्रिज्य कनेलले बताउनुभयो। अति आवश्यक नपरे सेवा लिन नजाने परेमा 2 मिटरको दूरी कायम गरी मास्क लगाएर साबुन पानीले हात धुई वा स्नान गर्नुपर्नेछ। मोरङ र तमजुङमा भएका सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। अन्य 9 जना घाइते भएका छन्। कोशी राजमार्ग अन्तर्गत बुढीगङ्गा गाउँपालिका 1 टङ्की निवासीमा लु 61 प 2502 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा 42 कमल प्रसाद तामाङको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै रहेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु भएको हो। शनिबार राति 9:30 बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तवाङ्गको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान 1 बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रहरी निरीक्षक राकेश कुमार पोदालले बताए। मोटरसाइकल चालक 70 रूपनीका 25 वर्षीय आजबुल मिया फरार छन्। मोरङकै बेलवारी नगरपालिका 10 भाउन्जेनमा यात्रुबाहेक बस दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। 3 जनाको अवस्था गम्भीर छ। पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको 1 ख 5079 नम्बरको बस आफै नियन्त्रित भएर सडकमा पल्टिँदा 2 दुर्घटना भएको हो। दुर्घटनामा मोरङ पथरिया निवासी नगरपालिका 2 का 24 वर्षीय रमेश न्युफाने, 22 वर्षीय सुमी न्युफाने, झापा बिर्तामोड 4 का 35 वर्षीय विनेश खड्का सुनसरी कुसाहाकी, 42 वर्षीय ललिमाया खातुन र झापा दमकी 45 वर्षीय आश्मामाया घाइते भएका छन्। घाइते मध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर छ। उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै तमजुङको बेसी सहरमा मिनी बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। अन्य 4 जना घाइते भएका छन्। बेसी सहरबाट सुन्दर बजार नगरपालिकाको खत्रीडाँटी जाँदै गरेको ग 1 ख 650 नम्बरको मिनी बस शनिबार राति 8 बजे बेसी सहर 1 उदी बजार नजिकै दुर्घटना भएको हो। दुर्घटनामा बेसी सहर 1 धिमिरेका 26 वर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। कोरोना संक्रमणको समयमा अन्य रोगका बिरामीहरू उपचार सेवाबाट वञ्चित रहेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्र नारायण विधि स्मृति प्रतिष्ठान कोभिड-19 क्विक रेस्पोन्स टिमले विगत 4 हप्तादेखि सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर शनिबार 5औं हप्ता पनि जारी रह्यो। महामारीसँग जुधिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले शनिबार मुखियापट्टी मुसर्निया गाउँपालिका 4 स्थित कोहलुवा माविमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना
गरेको हो। शनिबारको शिविरमा 600 भन्दा बढी बिरामीलाई निःशुल्क उपचार गरिएको छ। स्वास्थ्य शिविरमा विभिन्न रोगका 600 बिरामीलाई उपचार गरिएको, बिरामीलाई चेक जाँच गर्नुका साथै औषधिहरू समेत निःशुल्क उपलब्ध गराएको थियो। निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीको सरकारी निवास बलुवाटारमा कार्यरत 76 जना र सचिवालयका 4 जना मध्ये कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ। शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरूमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेको बलुवाटार स्रोतले जानकारी दियो। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्रिय सल्लाहकार डाक्टर राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बलुवाटारमा कार्यरत नेपाली सेनाका 28 सशस्त्र प्रहरीका 18, जनपद प्रहरीका 21 र राष्ट्रिय अनुसन्धानका 3 गरी कुल 74 जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो। सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि बलुवाटारमा नयाँ टिम खटाउन लागेको सुरक्षाकायहरू जानकारी दिएका छन्। त्यस्तै बलुवाटारमा कार्यरत अझै 45 जनाको PCR रिपोर्ट आउन बाँकी रहेको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै, नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चीजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ सिरियस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा
लिएर टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपीसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रदेश 5 को स्थायी राजधानी दाङ तोकिएको विषयमा हालको अस्थायी राजधानी बुटवल तनावग्रस्त भएपछि स्थानीय प्रशासनले केही स्थानमा निषेध आज्ञा जारी गरेको छ। अहिले बिहान 6 बजेदेखि लागू हुने गरी 21 गते बेलुका 6 बजेसम्मका लागि निषेध आज्ञा जारी गरेको हो। निषेध आज्ञा क्षेत्रका 5 जना भन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ। स्थायी राजधानी दाङको भालुवाङ्ग तोक्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले रूपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो। शनिबार राति 8:30 बजे सूचना जारी गरी प्रशासनले असोज 18 गते आइतबार बिहान 6 बजेदेखि 21 गते बेलुका 6 बजेसम्मका लागि निषेध क्षेत्र तोकिएको छ। प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चौक, उत्तरमा कालिका मन्दिर चौक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चौकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधाज्ञा गर्दै तोकिएको जनाएको छ। शुक्रबार प्रदेश राजधानी बालुङ्गका र नाम लुम्बिनी तोक्ने निर्णय भएसँगै हालको अस्थायी राजधानी बुटवल तनावग्रस्त छ। प्रदेशको निर्णयका कारण सत्तारूढ नेपालका भित्र पनि तनाव छ। कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैध रूपमा भित्र्याएको 4 लाख भारतीय रकम सहित एकजनालाई पक्राउ गरेको छ। नेपाल वर्ल्डर आउट पोस्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जन राज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वार्ड नम्बर 2 बस्ने 54 वर्षीय पप्पू गुप्तालाई नियन्त्रणमा लिएको जानकारी दिए। विशेष सूचनाको आधारमा 5 गर्दा निजले लुकाई ल्याउँदै गरेको रु 4 लाख भारतीय अवैध रकम बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक निरञ्जन राज कार्कीले जानकारी दिए। बरामद गरेको रकममा 500 दरका 400 थान र 2000 को नोट 100 थान गरी भारु 4 लाख रहेको छ। पक्राउ परेको गुप्तालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। बंगालको खाडीमा बनेको न्यूनी चापे रेखा सक्रिय हुँदा मुलुकका विभिन्न 5 प्रदेशमा हल्का वर्षा भएको छ। उत्तर पश्चिम बंगालको खाडीमा रहेको न्यूनी चापे क्षेत्रको प्रभावले प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 का केही स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती, गण्डकी र प्रदेश नम्बर 5 मा वर्षाको पूर्वानुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा पछिल्लो 24 घण्टामा 75,000 भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमित संख्यामा वृद्धि हुँदै गएको भारतमा पछिल्लो 24 घण्टामा 75,479 जनामा संक्रमण देखिएको छ। यो सँगै भारतमा संक्रमितको संख्या 65,47,413 पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म 55,06,732 जना संक्रमण मुक्त भएका छन् भने 9,38,869 जनाको उपचार भइरहेको छ। यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या 1,01,812 पुगेको छ। पछिल्लो 24 घण्टामा त्यहाँ थप 937 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।